कविता चाहिँ मैले लेखेको होइन अनि यो कविता चाहिँ भएको छु अनि त्यो भएको पनि आमा यो कविता चाहिँ आजभन्दा 20-22 वर्ष अगाडिको कविता हो जसको मैले क्लास 1 मा पढेको अनि यो कविता मैले आजसम्म पनि यसलाई बिर्सिनु सकेको छैन किनभने यो कवितामा त्यस्तो गइरहेको कुराहरू बोकेको छ अनि जो त्यो कविता लेख्छ साहित्य दिएको छैन पनि होला र म छु अनि यो कविता भन्छु ल यो ध्यान दिएर सुन्नु छ आमा भन्ने के त यहाँ बोल्न लेखेको छ तपाईहरुले ध्यान दिएर सुन्नुभयो के त यहाँ सुन्नुस् त मेरो कविताले अनि हाम्रो आमाहरूले चाहिँ नानीहरूलाई के गर्छ अनि नानीहरूले आमाहरूले के गरेको चाहन्छ भने त्यो थाहा नहुन्छ त्यही भएर कविता लेखेको छ हे आमा जन्मन्दा हुने आमा दुःखमा मरे मरे जन्मन्दा हुने आमा दुःखमा मरे मरे आइया आमा मरे आमा मैले कति भने भने आइया आमा मरे आमा मैले कति भने भने बालक दुःख थिए दूध तिम्रो मिठो थिए दिन रात तिमीलाई दुःख मैले कति दिए बालक दुःख थिए दूध तिम्रो मिठो थिए दिन रात तिमीलाई दुःख मैले कति दिए आफ्नो दुःखलाई लुकाई लुकाई बढायो सुखले आमा विद्या बुद्धि पनि दियो आफ्नो दुःखलाई लुकाई लुकाई बढायो सुखले आमा विद्या बुद्धि पनि दियो मलाई सुख होस् भनी ध्यान मेरो सधैँ दियो मलाई सुख होस् भनी ध्यान मेरो सधैँ दियो साटोमा यसको घरको के भन लौ तिमी साटोमा यसको घरको के भन लौ तिमी सेवा गर्छु आदर गर्छु जीवन र मृत्यु सधैँ गर्छु हे आमा धन्य हो तिमी हे आमा धन्य हो तिमी यति मात्रै 2 3 रास्ता